ए बाबा जसले मान्छे मारेका छन् ऊ स्वास्थ्य मन्त्री, जसले कानुन मिचेका छन् ऊ कानुन मन्त्री, जसले स्कुलको 8 क्लासको गेट देखाएको छैन ऊ शिक्षा मन्त्री। अनि कहाँबाट बढ्छ अपाङ्गताको हकमा नीति निर्माण कहाँबाट हुन्छ? हुँदैन बिहान मिरमिरे तारा झरेर नगए, भन्दैन मुलुक 2-4 सपुत मरेर नगए। हामीसँग अनेकन विज्ञता र विशेषज्ञता हुँदाहुँदै पनि हामी किन चाहिँ पछि परिरहेका छौँ त? किन चाहिँ बौद्ध स्तूपभित्र गएर या विश्व सम्पदा सूचीमा सूचीकृत अन्य सम्पदाहरूमा गएर चाहिँ आश्रित हुनुपर्ने स्थिति किन आयो त? ओहो, तपाईँहरूको नेतृत्व सङ्घ पनि छ, तपाईँहरूको राष्ट्रिय अपाङ्ग महासङ्घ पनि छ। भन्न खोजेको हाम्रो संस्थाको परिचय नै थाहा छैन। जब गर्न गयो तपाईँले मोबाइल कसरी चलाउनुहुन्छ? भात खाँदाखेरि नाकमा पनि लाग्छ कि मुखमा मात्रै जान्छ? यो सामान्य प्रतिप्रश्नबाट हामीलाई वाक्क बनाइएको स्थिति छ कि अबका हाम्रा छोराछोरीले पनि सडकमै गीत गाउन पर्ने स्थिति सृजना गर्नुपर्ने हो कि अबका हाम्रा छोराछोरीले मन्दिरमा गएर 2 हात जोड्न पर्ने स्थिति नै सृजना गर्नुपर्ने हो? हामीले त सुनको डल्ला चाँदीको थुप्रो त मागेका होइनौँ। हामी र हाम्रा पुस्ताहरूको भविष्य सुनिश्चित गरिनु पर्यो, उनीहरूको भविष्य सुगम र स्वर्णिम बन्न पर्यो, यही माग्न राख्या हो हामीले। आज वाइटबरी, ओम्नी 70 करोड ठग्नेहरू आज चुनावमा उठिया छन्। यस्तो हुन्छ? आज देशमा सबै किसिमका मान्छे छन्, माग्ने पनि छन्, अपराध गर्नेहरू पनि छन्। आज पुलिसकै डिआइजी श्रीमती मारेर जेल गएका छन्। के त्यो के हो? त्यो के हो? त्यो अपराधी होइन? त्यस कारणले देशमा चित्त बुझाउनु पर्ने हुन्छ। देशमा सबै किसिमका मान्छे छन्, अपराधी छन्, बलात्कारी छन्, ज्यानमारा छन्। यही पुलिस फोर्समा अस्ति भर्खरै सिनामङ्गलमा बच्चा मार्ने पनि छन्। अस्ति भर्खरै आज बौद्ध क्षेत्र विकास कोषले के गर्यो? हाम्रा दृष्टिबिनमाथि हातपात गरेको छ। यसको न्याय कसले लिन्छ? आज एउटा दृष्टिबिनमाथि हातपात गर्ने हो? आज बौद्ध क्षेत्र विकास कोष शान्तिको प्रतीक भन्छन् बौद्धलाई, तर त्यही ठाउँमा गुन्डाहरू पालिएको रहेछ। गुन्डाहरू रहेछन् त्यहाँ त, स्वयं अध्यक्ष नै गुन्डा। व्हाइट खबर एसडी त्यस्तो समाचार के लेखेको हो त्यो? आज एउटा दृष्टिबिनलाई अपमान गरेर लेख्ने समाचार, यो खालको यस्तो लेख्ने पत्रकारलाई पनि कारबाही हुनुपर्छ। गुड टिभी, डु गुड, बी गुड। काठमाडौँको भिडभाडमा आरामदायी र आकर्षक फर्निचर खोज्ने क्रममा मैले चाहेका सम्पूर्ण फर्निचरहरू एकै ठाउँमा पाएँ। मैले त मेरो घर, अफिस तथा रेस्टुरेन्ट सजाउने जिम्मा लक्स सोफा एन्ड फर्निचर डेकोरलाई दिएँ। अब पालो तपाईँहरूको लक्स सोफा एन्ड फर्निचर डेकोर, सीता पाइला, काठमाडौँ। हुँदैन बिहान मिरमिरे तारा झरेर नगए, भन्दैन मुलुक 2-4 सपुत मरेर नगए भन्ने एउटा कविताको पंक्तिमा उल्लेख गरेका थिए। त्यो अहिले ठ्याक्कै उल्टो भएको छ। भएन बिहान मिरमिरे तारा झरेर गए नि, बनेन मुलुक 8-10 अपाङ्ग मरेर गए नि भन्ने जस्तो स्थिति सृजना हुन पुगेको छ। पहिलो कुरा हामीले के बुझ्न आवश्यक छ भने, नदेख्नेहरूले माग्न थाले, चोक र गल्लीहरूमा बस्न थाले भन्ने कुरा उड्दै गर्दा हामीले पृष्ठभूमि के बुझ्न जरुरी छ भने, नदेख्ने आखिर माग्ने किन भए त? मास्टर डिग्री गर्न सफल छन्, बिएलएलबी उत्तीर्ण गर्न सफल छन्। म बोलिराख्ने साकिर अली स्वयं मसाज थेरापीमा डिप्लोमा इन मसाज थेरापी गरेर चाहिँ उत्तीर्ण गरेर बसिरहेको स्थिति छ। रिहेबिलिटेसन काउन्सिल अफ इन्डिया आरसिआईबाट कम्प्युटरमा चाहिँ एडभान्स कोर्स उत्तीर्ण गरेर बसिराख्नु परेको स्थिति छ। भन्न खोजेको हामीसँग अनेकन विज्ञता र विशेषज्ञता हुँदाहुँदै पनि हामी किन चाहिँ पछि परिरहेका छौँ त? किन चाहिँ बौद्ध स्तूपभित्र गएर या विश्व सम्पदा सूचीमा सूचीकृत अन्य सम्पदाहरूमा गएर चाहिँ आश्रित हुनुपर्ने स्थिति किन आयो त? किन भन्दाखेरि हामीलाई सामान्यतया हामी जब माग्न जान्छौँ, सबैभन्दा पहिला उठाउनु पर्ने कुरा के भने, हाम्रो हकितका लागि, अपाङ्गताको हकितका निम्ति खोलिएका राष्ट्रिय स्तरमा कार्यरत सङ्घ संस्थाहरू। अब नाम तोक्दा हाम्रा साथीहरूलाई अलिकति अप्ठ्यारो, अलिकति असहजताको परिस्थिति निर्माण हुन पनि जाला, तथापि मैले भन्नै पर्ने हुन्छ। राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपाल नेत्रहीन सङ्घ या युवा नेपाल नेत्रहीन सङ्घ लगायतका सङ्घ संस्था जो राष्ट्रिय स्तरमा कार्यरत हुनुहुन्छ, ती संस्थाले 10 लाखको बजेट आउँछ या 5 लाखको बजेट आउँछ। 5 लाखको बजेटमा 1 लाखको बजेट, 2 लाखको बजेट चाहिँ उहाँहरूले देखाउनुहुन्छ। बाँकीको बजेटको कुरा गर्ने भने उहाँले कागज र प्रतिवेदनमा
ठुल्ठुलो कुरा गर्नुहुन्छ होइन। उही धुप बनाउने ट्रेनिङ उही चाहिँ पुरानो घिसापिटा ट्रेनिङ गराउनुहुन्छ र उहाँहरूले दिएको सर्टिफिकेटले उहाँहरूले हामीलाई सिकाइसकेपछि दिएको डकुमेन्ट्सले हामीलाई सर्टिफाई गरेको प्रमाणपत्रले भोलि गएर हामीले जब खान गयो भने तपाईँले कहाँबाट सिक्नु भएको कम्प्युटर भन्दै गर्दा हामीले नेपाल नेदरल्यान्ड सङ्घबाट सिकेको है भन्ने कुरा गर्दै गर्दा उहाँहरूको के कुरा आउँछ भने ओहो तपाईँहरूको नेदरल्यान्ड सङ्घ पनि छ, तपाईँहरूको राष्ट्रिय अपाङ्ग महासङ्घ पनि छ भन्न खोजेको हाम्रो संस्थाको परिचय नै थाहा छैन। हाम्रो संस्थाको परिचय थाहा छैन। हामीलाई सर्टिफाई गरेको जहाँबाट हामीले प्रमाणपत्र प्राप्त गरेको उक्त निकाय उक्त संस्था उक्त सम्बन्धित ठाउँबारे नै देख्नेहरूले सामान्य व्यक्तित्वहरूले बुझ्न सक्नुभएको छैन भनेपछि हामीले कसरी जब पाउने? जब गर्न गयो तपाईँले मोबाइल कसरी चलाउनुहुन्छ? भात खाँदाखेरि नाकमा पनि लाग्छ कि मुखमा मात्रै जान्छ? यो सामान्य प्रतिप्रश्नबाट हामीलाई वाक्क बनाइएको स्थिति छ। यो सामान्य प्रतिप्रश्नबाट हामीलाई वाक्क दिक्क ब्याक्क प्याक्क पारिएको स्थिति छ। भन्न खोजेको हामीले समाज रूपान्तरण गर्नुपर्ने स्थिति छ। समाजको हामीप्रतिको दृष्टिकोण बदल्न चाहिँ जरुरी छ। हाम्रा बालबालिकाको मुहारमा हामीले दिनहुँ हेर्दै गर्दा बेलुका घर जाँदै गर्दा कि अबका हाम्रा छोराछोरीले पनि सडकमै गीत गाउन पर्ने स्थिति सृजना गर्नुपर्ने हो कि अबका हाम्रा छोराछोरीले मन्दिरमा गएर दुई हात जोड्न पर्ने स्थिति नै सृजना गर्न पर्ने हो? हामी नदेख्नेले त माग्दाखेरि यति आपत्तिजनक स्थिति सृजना हुन्छ भने हाम्रा छोराछोरीले भोलि गएर माग्न थाले उनीहरूको चाहिँ नाम डक्टर इन्जिनियर पाइलट जस्ता प्रतिष्ठित लिस्टमा जोड्दा चाहिँ तपाईँहरूलाई के को आपत्ति? हाम्रा छोराछोरीको नाम चाहिँ पढे लेखेको व्यक्तित्वमा जोडिँदा कसले यो संसारलाई नेपाल देशलाई के को आपत्ति? व्हाइट खबर एसडीले भनेको कुरा हाम्रो अध्यक्षज्यूले इङ्गित गरिसक्नु भएको छ। तर भनौँ उहाँले लेख्नु भएको छ व्हाइट खबर एसडीको को पत्रकार हुनुहुन्छ, उहाँलाई यति राम्रो न्युज लेखिदिनु भएकोमा त हामी दृष्टिबिनको मुटुबाटै हार्दिक नमन भन्छौँ होइन। तर उहाँले लेख्नु भएको दृष्टिबिनहरू बौद्धमा या अन्य विश्व सम्पदा सूचीमा सूचीकृत भएको ठाउँमा बस्दै गर्दा चाहिँ नेपालको बेइज्जत भयो रे भन्ने कुरा आयो। ठिक छ, माग्नेहरूलाई देखाउँदा नेपालको बेइज्जत त हुन्छ किनकि त्यो पर्यटकीय स्थल हो, त्यसलाई हामी मान्छौँ। तर एउटा अपाङ्गता भएको व्यक्तिलाई उचित व्यवस्थापन दिन नसक्दा, राज्यले एउटा चाहिँ एक खालको गरिमामय मञ्च प्रदान गर्न नसक्दा, हामीलाई चाहेको अवसरहरू प्रदान गर्न नसक्दा चाहिँ नेपालको इज्जत बढ्ने हो? यो सोच्न पर्ने प्रश्न हो नि। नेपालको इज्जत बढ्ने हो होइन नि त? हामीले त सुनको डल्ला चाँदीको थुप्रो त मागेका होइनौँ। हामी र हाम्रा पुस्ताहरूको भविष्य सुनिश्चित गरिनु पर्यो, उनीहरूको भविष्य सुगम र स्वर्णिम बन्न पर्यो, यही माग्न राख्या हो हामीले होइन र? कि यति पनि हामीले राख्न नपाउने? मैले उठाएको एउटा कुरा थियो 2350 को चामल पर्छ, भत्ता दिन्छ सरकारले 2100, 250 थप्नुपर्छ भन्ने कुरा उठाएको थिएँ। एकजनाले कमेन्ट गर्नुभएछ हामी काम गर्नेले 1750 को चामल खाँदा हुने, तिमीहरूलाई 2350 को चाहिने? चाहिँदैन हजुर, हामीलाई 1500-1600 को भए पनि हुन्छ, तर चामलसँगै ढुङ्गा खानुपर्छ। ढुङ्गा खुवाउन तयार हुनुहुन्छ? अब नेपाल यति गरिब भयो? चाइना र भारतले दिएको अनुदान कम भयो? चाइना र भारतले पठाएको करोडौँको अरबौँको अनुदान चाहिँ कम भयो? द्वन्द्व पीडितले 10 लाख पाउने, मान्छे ड्याङ ड्याङ जेन्जीलाई गोली हानेर 10 लाख 20 लाख दिने गोप्य रूपमा, अनि हामी जस्ता अपाङ्गता भएका व्यक्तिले अमेरिका जापान जस्ता विकसित मुलुकहरूले 2,50,000 3 लाख बेरोजगार भत्ता दिन्छन् रे, डिजेबल भत्ता दिन्छन् रे, अनि हामीले 5,000 को माग गर्दा त तपाईँहरूको ढिकुटी लुटिँदो रहेछ त होइन? तपाईँहरूको त ढिकुटी लुटिँदो रहेछ त। हाम्रा हकहितमा रहेर कार्यरत सङ्घ संस्थाहरूलाई हेक्का रहोस्। यदि तपाईँहरूले हामी दृष्टिबिन भएका व्यक्तिहरूलाई माग्ने भाँडो बनाउनु भएको भने हेक्का रहोस्। अब हामी माग्ने भाँडो होइन, हामी रेट्ने छुरा बन्छौँ। हामी रेट्ने छुरा बन्न तयार छौँ। विश्वमा छुट्टै सान आउँदैछ, छुरा चाहिँ रेट्ने पहिचान आउँदैछ। तपाईँहरूलाई हेक्का रहोस्। हामी चुप्प लागेर बसिरहेका छौँ। मौन भएको शेर भन्छ नि, बाघ मौन भयो भन्दैमा त्यो शान्त भयो भनेर नबुझ्नुहोस्। कहिलेकाहीँ तुफानभन्दा अघिको शान्तिले साह्रै अप्रिय सन्देश पनि दिन सक्छ। नेपाल सरकारलाई हेक्का रहोस्। हामी दृष्टिबिन भएका व्यक्तिहरूलाई आजसम्म तपाईँहरू गिरिजा, बिपी, सुशील, मातृका, ABCD, जेठ, वैशाख, असार के भन्छ, एदेखि जेठसम्मका प्रधानमन्त्री सत्ताका शासकहरू फेरिरहँदा हामी अपाङ्गताका मुद्दा चाहिँ कतिपटक उठाइए? हामीसँग सम्बन्धित रहेर नीति निर्माण कतिपटक भयो? यो गर्न पर्ने प्रश्न होइन। हाम्रा पत्रकार साथीहरूलाई त चुनाव लागेको छ, कोही रासोपामा जाँदै हुनुहुन्छ, कोही चाहिँ अन्य चाहिँ पार्टीको चाहिँ उम्मेदवारहरू पछि दौडिँदै हुनुहुन्छ। हामी पछि दौडिने को हुनुहुन्छ? लौ त पत्रकारिताको आइडी कार्ड र धर्मलाई त्यागेर बोलौँ त।
को हुनुहुन्छ? कति मिनट समय दिनुभएको छ तपाईँहरूले हामीलाई? लौ त लौ होइन, हुन त मिडियाले हामीलाई समय दिनुभयो, रिपोर्टर्स क्लबले यो हल उपलब्ध गराइदिनु भयो, जसका लागि म हार्दिक नमन पनि गर्छु, हाम्रो ग्रुपबाट हार्दिक नमन पनि गर्छौँ। तर एकैछिन हाम्रा कुराहरूलाई जनता सामु पुर्याइदिन जरुरी छ के आजको स्थितिमा? आज हामी चाहिँ प्रहरीको दमन सहेर बस्नु परेको छ। म स्वयं घाइते भएको व्यक्ति हो। मलाई के भनियो? नाइके यही हो, बन्दुकको गोलीभन्दा जेनजी चाहिँ आन्दोलनमा प्रहार भएका बन्दुकको गोलीभन्दा यो भाइको बोली बहुतै चर्को भयो रे। उसको बोलीलाई कन्ट्रोल गरियो भने यो आन्दोलन बिथोलिन्छ। कन्ट्रोल मार्छौ त ठिकै छ, शरीर मार्ने हो तिमीहरूले, विचार त हाम्रा मर्न सक्दैनन् कि कसो साथी हो? विचार त हाम्रा मर्दैन नि त। विचार त जब मस्तिष्क मरेपछि विचारको प्रवाह रोकिन्छ भन्नुभयो होला, रोकिन्न। एउटा बालेनलाई तपाईँहरूले धकेल्न खोज्नु भएको थियो, कतिवटा बालेन जन्मिया छन् अहिले? एउटा रविलाई धकेल्न खोज्नु भएको थियो, कति रविको र बालेनको सापडी ल्यायो होइन, तर उनीहरूले गरेका राम्रा कदमको सापडी ल्यायो मैले बोल्दै गर्दा। यसर्थ मेरो आग्रह छ, अनुरोध छ, हामी जस्ता दृष्टिविहीनलाई माग्ने भाँडो नबनाइयोस्। हो, हामीलाई बौद्ध स्तूपबाट भगाइयोस्, ठिक छ, हामीलाई स्वीकार्य छ। पशुपति मन्दिरबाट भगाइयोस् होइन, सम्मानपूर्वक निकालियोस्, मिलाएर बुझौँ। तर हामीलाई शिक्षामा पहुँच दियोस्। बालबच्चाहरूलाई उच्च शिक्षा भनिदिएको छ नेपाल सरकारले, अनि +2 पछि चाहिँ हाम्रो बच्चालाई के गर्ने? खाडी मुलुक पठाइदिने? तिमीहरूलाई रेमिट्यान्सले पुगेन, अझ रेमिट्यान्स चाहियो? खाडी मुलुक पठाइदिनु पर्ने हाम्रा छोराछोरी, हाम्रा बालबालिकाहरूलाई उच्च शिक्षा दिनै पर्यो, त्यो पनि पूर्ण रूपमा निःशुल्क, नम्बर 1। नम्बर 2, रोजगारमा पहुँच मिल्नु पर्यो होइन। नेपाल विश्वमा सबैभन्दा बढी दृष्टिविहीन वा अपाङ्गता भएको देश भारत हो, थाहा होला नि त पत्रकार महोदयहरूलाई होइन। भारतको अधिकांश दृष्टिविहीनहरू प्राइभेट सेक्टरमा चाहिँ कार्यरत छन्। लोकसेवामा नाम निकाल्यो भने जागिर खान पाइने, शिक्षक सेवामा नाम निकाल्यो भने जागिर खान पाइने। अनि म जस्तो डिप्लोमा इन मसाज थेरापी गरेकोलाई, एक्युप्रेसर अकुपङ्क्चरमा विज्ञता प्राप्त गरेकोलाई, रिहेबिलिटेसन काउन्सिल अफ इन्डियाबाट कम्प्युटरको एडभान्स कोर्समा लाइसेन्स प्राप्त गरेकोलाई कम्प्युटर सेक्टरमा रहेर प्राइभेट सेक्टरमा जब दिन नमिल्ने, अगरबत्ती बनाउन जान्नेहरूलाई अगरबत्ती बनाउने जब दिन नमिल्ने। 10 दिनसम्म विभिन्न नगरपालिकाले, स्थानीय निकायका सरकारहरूले 10 दिनसम्म यिनीहरूलाई काम गराओ, तालिम देऊ, काम गराओ। तर 10औँ दिनको दिनमा यिनीहरूको काम मन पर्यो भने 11औँ दिनमा यिनीहरूलाई स्यालेरीको बेसिसमा काम लगाऊ भनिदिने हो भने प्राइभेट कम्पनीहरूले हामीलाई काम दिन्छन् कि दिँदैनन्? स्वास्थ्य बिमाको कुरा गरिन्छ, चेक जाँच गरिन्छ, मुटुमा त्यो के जाति टाँसिन्छ, मेसिनको नाम पनि आउँदैन, अनभिज्ञ छु। त्यो मुटुमा टाँसिन्छ, चेक गरिन्छ, मुटु राम्रो छ, कलेज राम्रो छ भन्छन्। औषधि लिने बेला मेडिकलमा जाऊ, अनि मेडिकलमा त क्यास गर्नुपर्ने होला नि त। अनि कहाँसम्मको निःशुल्क भयो त्यो? कहाँसम्मको स्वास्थ्य बिमा भयो? त्यो स्वास्थ्य बिमा भयो? त्यो पूर्ण रूपमा हाम्रा स्वास्थ्य मन्त्री, बाबा जसले मान्छे मारेका छन् ऊ स्वास्थ्य मन्त्री, जसले कानुन मिच्या छन् ऊ कानुन मन्त्री, जसले स्कुलको 8 क्लासको गेट देखाएको छैन ऊ शिक्षा मन्त्री। अनि कहाँबाट बढ्छ अपाङ्गताको हकमा नीति निर्माण? कहाँबाट हुन्छ? हुँदैन नि त। पहिला रुट बदल्न जरुरी छ, जरा बदलिन जरुरी छ। शिक्षा, स्वास्थ्य, रोजगारका कुरा जोडिए, हवाई उडान र यातायातको शुल्क बारेका कुराहरू जोडिए, 50% छुट दिनु पर्यो। अनिवार्य रूपमा हवाई उडान कार्ड र यातायात कार्ड बनाउनु पर्यो। अपाङ्गताको हकितमा रहेर काम गर्ने संस्थाबारे त मैले अघि नै भने, त्यो उठाउनु परेन। जहाँसम्म सामाजिक सुरक्षा भत्ताको कुरा पनि अघि नै आइसकेका छन्। जीवन निर्वाह हुने गरेको भत्ता दिनु पर्यो। अनि अर्को कुरा भनेको हामी माथि हाम्रा साथीहरू जतिजना घाइते हुनुभएका छ, हाम्रो आँखा के हो? पत्रकार महोदयहरू एकैछिन धर्म त्यागेर बोलाउँ त, सबै बोल्न जरुरी छ। हाम्रो आँखा भनेको यो सेतो छडी होइन। सेतो छडी हामीबाट गुमेपछि हामी कसको सहारामा हिँड्ने? एक ठाउँबाट अर्को ठाउँमा जाने कसरी? हाम्रा सेता छडीहरू खोसिएका छन्। हाम्रा महिला दिदीबहिनीहरूले देख्दैनन् भन्दैमा उनीहरूको वस्त्र च्यातिनु पर्ने, उनीहरूको इज्जत लुटिनु पर्ने, उनीहरूको स्तन चाहिँ तिग्राहरूमा चाहिँ लात्ता प्रहार हुनुपर्ने, त्यसको जवाफदेही को? बौद्ध विकास कोष र बौद्ध विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध मन्दिर पनि त नेपाल सरकारको मातहत पर्ने होला नि त। त्यसको जवाब पनि त नेपाल सरकारले दिने होला नि त। श्रीमान सुशीला कार्की अन्तर्गतको सरकारले बेहोर्ने होला नि त, हाम्रो माग मुद्दालाई सम्बोधन गर्ने होला नि त। तसर्थ हाम्रा माग, हाम्रा मुद्दा, हाम्रा चासो गुनासोका विषयहरू समेटिउन्। हाम्रा हक हितमा रहेर कार्यरत रहेर अघि बढिरहेका सङ्घ संस्थाहरूले जागिरे र प्रतिष्ठित मान्छेका कुरा मात्रै नसुनेर हामी जस्ता भुइँ मान्छे सडकमा सङ्घर्षशील, सङ्घर्ष केन्द्रित र अर्को कुरा भुइँ मान्छे र सर्वहाराका कुराहरू पनि सुनुन्। हाम्रा माग र मुद्दाहरू समेटिउन्। पत्रकार महोदयहरूले हाम्रा भिडियोलाई, हाम्रा कुराहरूलाई हामीले थुक निलेको कुरालाई काट्नै पर्यो। अब थुक निलेको त के सुनाउनु होइन। तर हाम्रा राम्रा कुराहरूलाई काटछाट नगरियोस्। धन्यवाद, नमस्कार, जय नेपाल।
हामीले अलि अपमानित तरिकाले माग्यौँ होला, छुट्टै हो, छुट्टै कुरा हो। तर आज नेताहरूले कुन तरिकाले मागे? देश बेचेर मागे। आज गिरिबन्धु ठगहरू त्यतै कतै छन्। आज वाइटबरी, ओम्नी 70 करोड ठग्नेहरू आज चुनावमा उठिया छन्। यस्तो हुन्छ? आज देशमा सबै किसिमका मान्छे छन्, माग्ने पनि छन्, अपराध गर्नेहरू पनि छन्। आज पुलिसकै डिआइजी श्रीमती मारेर जेल गएका छन्। के त्यो के हो? त्यो के हो? त्यो अपराधी होइन। त्यस कारणले देशमा चित्त बुझाउनु पर्ने हुन्छ। देशमा सबै किसिमका मान्छे छन्, अपराधी छन्, बलात्कारी छन्, ज्यानमारा छन्। यही पुलिस फोर्समा अस्ति भर्खरै सिनामङ्गलमा बच्चा मार्ने पनि छन्। अस्ति भर्खरै पत्रकार बन्धुज्यूहरूलाई सबै कुरा थाहा छ। तर आज बौद्ध क्षेत्र विकास कोषले के गर्यो? हाम्रा दृष्टिबिनमाथि हातपात गरेको छ। यसको न्याय कसले लिन्छ? आज एउटा दृष्टिबिनमाथि हातपात गर्ने हो? पुलिसका आइजिपीका के कुरा गर्ने? चन्द्रकुबेर खापुङले के भन्नु? पहिलाको आइजिपीका कुरा गर्दैछु। ए हजुर, म त केपी ओलीलाई अनुसन्धान गर्न सक्दिनँ, म त राजीनामा दिन्छु बरु। त्यस्तो हुन्छ? कायर प्रहरी, कायर आइजिपी। अनि त्यो बिचरा बबुरो रवि लामिछानेले 12 घण्टा गएर जाँचबुझ आयोगमा बयान दिनु पर्यो। के केपी ओली छानबिनमा नआउने राजा हो उहाँ? रमेश लेखक छानबिनमा नआउने राजा हो उहाँ? जेनजी आन्दोलनमा 77 जना मार्नेहरू छानबिनमा नआउने के राजा हो उहाँ? यो देशमा कसलाई न्याय हुन्छ? त्यसै कारणले न्याय होला भन्ने आस्था हामीले गर्दैनौँ। तर आज दृष्टिबिनको हातपात अहिलेका नयाँ आइजिपी, गुल्मीका आइजिपी दानबहादुर कार्कीले देखिराख्नु भएको छ। तर उहाँले न्याय दिन सक्नुहुन्न र दिन पनि दिनुहुन्न। आदेश के दिनुहुन्छ? दृष्टिबिनलाई गएर अझै हान न, डिएसपी हान्नुहोस् न, गएर अझै हान्नुहोस्, आँखा फुटिया छ, यिनीहरूको खुट्टा बाँधिदिनुहोस् भन्ने आदेश अहिलेका आइजिपी दानबहादुर कार्कीले दिनुहुन्छ। खै अनुसन्धानमा आएको, खै अनुसन्धानमा ल्याएको? त्यत्रा दृष्टिबिनलाई ऐया हुने गरी मारे, ऐया हुने गरी कोटियो। आज कतिका हात चलिया छैनन्, आज कतिलाई कम्मर चलाउन गाह्रो छ, ज्यान चलाउन गाह्रो छ। आज बौद्ध क्षेत्र विकास कोष शान्तिको प्रतीक भन्छन् बौद्धलाई, तर त्यही ठाउँमा गुन्डाहरू पालिएको रहेछ। गुन्डाहरू रहेछन् त्यहाँ त, स्वयं अध्यक्ष नै गुन्डा। मैले त गुन्डा भनेर रुचाउँछु उहाँलाई। अब यो भने बाबत मैले के कति सजाय भोग्नुपर्ने हो भोगौँला, तर मैले उहाँलाई गुन्डा भन्न रुचाउँछु। बन्द कोठामा लगेर एउटा दृष्टिबिनलाई हान्न लाउने, बन्द कोठामा लगेर एउटा दृष्टिबिन महिलालाई हातपात गर्न लगाउने, के त्यो क्षेत्र विकास कोषको अध्यक्ष गुन्डा? आज पत्रकार बन्धुले पनि एकचोटि राम्रोसँग विश्लेषण गर्नुहोस् त हजुरहरूले, के हो त्यो? यदि साँच्चीकै बौद्ध क्षेत्र विकास कोषको नेतृत्वमा हो भने, साँच्चीकै मन बुझ्ने अध्यक्ष हो भने होइन, उहाँहरूलाई बरु गाडीमा हालौँ, गाडीमा हालेर लैजाउँ, त्यसपछि छोडिदिउँला बरु भन्न पनि त सक्नुहुन्थ्यो। आज धेरै हामीलाई बौद्ध क्षेत्र विकास कोषका गार्डहरूले हातपात गरेका छन्, गार्डहरूले हानेका छन्। आज यसको छानबिन कसले गर्छ? यसको छानबिन कसले गर्ने? अहिलेको गृहमन्त्री ओम प्रकाश अर्याल केरेर बस्नु भएको छ। आज नेपाल प्रहरीले पनि हातपात गरेको छ। आज नेपाल प्रहरीले बुट बजारेको छ। अघि हाम्रा साथीहरूले भन्नुभयो, अध्यक्षज्यूले भन्नुभयो, हामीले 1 लाख रुपियाँ भत्ता माग्या होइन, तर पुग्ने भत्ता देऊ। भोलिबाट हामीले माग्दैनौँ। भोलिबाट अघि हाम्रो भाइले पनि भन्नुभयो, निर्दोष भाइले पनि भन्नुभयो, सडक खाली हुनेछन्, चोक खाली हुनेछन्, दृष्टिबिन हुने छैनन्। तपाईँले देख्न पाउनुहुन्न। यदि व्यवस्था गर्दा गर्दै पनि कुनै पनि दृष्टिबिन माग्न आयो भने संविधान अनुसारको कारबाही गर्नुहोस्। कारबाही भोग्न तयार छ। कानुनमा के लेखा छ, कस्तो तरिकाको कारबाही गर्ने, आज त्यो खालको कारबाही दिनुहोस्, गर्नुहोस्। हामी दृष्टिबिनहरू भोग्न तयार छौँ। तर आज व्यवस्थापन नहुँदासम्म हामीले बालबालिकालाई के गरी पाल्ने, हामीले हाम्रा श्रीमतीहरूलाई के गरी पाल्ने, हामी आफै के गरी बाँच्ने? आज बाँच्ने विकल्प भएन र हामीले चन्दा उठाइरहेका थियौँ, दानदाताहरूको सहयोग खाइरहेका थियौँ। तर व्यवस्थापन हुने हो भने हामीले यस्तो सहयोग मागेर हिँड्नु पर्दैन, सहयोग लिएर हिँड्ने छैनौँ। बुट बजार्नु मात्रै समस्याको समाधान होइन, निष्कर्ष दिनु समस्याको समाधान हो। आज उपाय देखाइदिनु समस्याको समाधान हो। के 2 लात्ती हान्नु, 4 लात्ती हान्नु मात्रै समस्याको समाधान हो? होइन। आज विकल्प देऊ, आधार देऊ भने हामीले बौद्ध क्षेत्र विकास कोषलाई कारबाही हुनुपर्छ। त्यो सेतो के अरे व्हाइट खबर एसडी त्यस्तो समाचार के लेखेको हो त्यो? आज एउटा दृष्टिबिनलाई अपमान गरेर लेख्ने समाचार, यो खालको यस्तो लेख्ने पत्रकारलाई पनि कारबाही हुनुपर्छ। त्यो पत्रकारको कानुनभन्दा माथि छ, त्यो पत्रकार कानुनभन्दा माथि छ।
त्यो पत्रकारले आज मुर्ला राँगा मागेको देखेन, कुकुर मागेको देखेन, गृहबन्धु ठगेको देखेन, वाइडबरी ठगेको देखेन, के ठगहरू देखाएको छैन अरू सबै यो देशका माग्ने दृष्टिबिनलाई मात्रै देख्यो त्यसले। आज मैले त्यसलाई त भनेर बोले अब यो बापत मैले कति गुमाउनु पर्ने हो, कति वर्ष जेल बस्नु पर्ने हो, म बस्न तयार छु। हामीमाथि धेरै अपमानहरू भएका छन्, धेरै अपमानहरू गरेको छ। आज वाइट खबर एसडीले आज त्यो तरिकाको अपमान गरेको छ। अब उसले जस्तो लेख्यो कमेन्ट त्यस्तै आयो। हामीसँग सोध्दै नसोधी उसले न्युज बनाएको छ, हामीसँग कुनै छलफल नगरी उसले न्युज बनाएको छ। सबै न्युज बौद्ध क्षेत्र विकास कोषको अध्यक्षको त्यो अध्यक्षलाई सपोर्ट गरेर उसले न्युज बनाएको छ। त्यो पत्रकार त नेपालको पत्रकार होइन, जनताको पत्रकार होइन, त्यो पत्रकारको हो क्षेत्र विकास कोषको अध्यक्ष राजकुमार लामाको प्वाइन्ट रहेछ। प्वाइन्ट हो त्यो, प्वाइन्ट हो त्यो। त्यसलाई म प्वाइन्ट भन्न रुचाउँछु। राजकुमार लामाले चाह्यो भने मिल्काउने र बजारमा गएर अर्को लुगा किने जस्तै रहेछ त्यो पत्रकार, सबै उसैको पक्षमा लेखा छ। आज दृष्टिबिनलाई हातपात गरेको उसले देखेन, दृष्टिबिनलाई लात्ते हानेको देखेन, उसले दृष्टिबिनलाई गुन्डा शैलीमा पुलिसले गार्डले लछार बसार गरेको देखेन। त्यसै कारणले आज व्यवस्थापन गरियोस्, दृष्टिबिनका लागि राज्य बोलोस् र भोलिबाट हामीलाई घाँस बाँस कपासको व्यवस्था गरियोस्। त्यसपछि यो समस्याको अन्त्य हुनेछ। त्यहाँबाट आज दृष्टिबिन चोक सडक गल्ली कहीँ कतै हुने छैनन्। तर आज कुनै घाँस बाँसको कपासको व्यवस्था नगर्दासम्म त दृष्टिबिनले के गर्ने? आज यो बाहेक अरू कुनै पनि उपाय छैन। त्यसै कारणले म राज्यको सुशीला कार्की मेरो ठुली आमालाई अनुरोध गर्न चाहन्छु, आमा व्यवस्था गरिदिनु पर्यो, व्यवस्था गरिदिनु पर्यो, जसरी पनि व्यवस्था गरिदिनु पर्यो हामीलाई। भोलिबाट तपाईँले व्यवस्था गर्दा गर्दै पनि हामीहरू यदि सहयोग मागेर खाने अवस्थामा पुगेछौँ भने त्यति बेला कारवाही गर्नु होला भन्दै मेरा 2-4 शब्द यही राख्दै बिदा हुन्छु। हवस् त, सबैलाई नमस्कार, सबैको जय होस्, धन्यवाद।